लिमिट एन्ड कन्टिन्युटीको एकदमै इम्पोर्टेन्ट क्वेसन लिएर शिक्षा वर्ष प्रेजेन्ट गर्दछौँ। यो क्वेसनमा चाहिँ सबैमा एउटा ट्रिक मात्रै याद गर्नुपर्छ। के याद गर्नुपर्छ भन्दाखेरि थीटा साइन थीटाले दुईटै एड र सबट्र्याक्ट गर्नु पर्यो। थीटा साइन थीटाले यसमा थीटा टेन थीटा थीटा गर्नु पर्यो, थीटा टेन थीटाले यसमा थीटा कस थीटाले, यसमा चाहिँ केले थीटा कट थीटाले। म एउटा क्वेसन गर्नेछु। लिमिट एक्स टेन्स टु थीटा एक्स साइन थीटा माइनस थीटा साइन एक्स अपन एक्स माइनस थीटा। मैले के भने भन्दा ट्रिक थीटा साइन थीटाले एड र सबट्र्याक्ट गर्नु पर्यो भनेपछि लिमिट एक्स टेन्स टु थीटा एक्स साइन थीटा प्लस थीटा साइन थीटा माइनस थीटा साइन थीटा माइनस थीटा साइन एक्स भनेपछि तल के छ भन्दाखेरि एक्स माइनस थीटा छ भनेपछि लिमिट एक्स टेन्स टु थीटा यो एक्स साइन थीटा अनि यता पनि के छ माइनस थीटा साइन थीटा। यो साइन थीटा कमन लिदिउँ अनि के बाँकी रहन्छ एक्स माइनस थीटा प्लस थीटा कमन लिउँ भने यहाँ के बाँकी रहन्छ साइन थीटा माइनस साइन एक्स। अब एक्स माइनस थीटा अब के गर्ने भन्दाखेरि डिनोमिनेटरलाई छुट्याइदिनुको मतलब के हो भन्दाखेरि दुईटै साइड यता पनि एक्स माइनस थीटा प्लस थीटा इन्टु साइन थीटा माइनस साइन एक्स अपन एक्स माइनस थीटा। यो एक्स माइनस थीटा र यो त काट्यो भनेपछि लिमिट एक्स टेन्स टु थीटा साइन थीटा प्लस थीटा इन्टु साइन सी माइनस साइन डीको फर्मुला के हुन्छ साइन सी माइनस साइन डीको फर्मुला 2 cos c प्लस डी बाई 2 इन्टु साइन सी माइनस डी बाई 2। यो फर्मुला चाहिँ तपाईँलाई याद हुनुपर्छ। भनेपछि 2 cos c प्लस डी बाई 2 थीटा प्लस एक्स बाई 2 इन्टु साइन थीटा माइनस सी माइनस डी एक्स बाई 2 अपन एक्स माइनस थीटा त छँदैछ। अब लिमिट यहाँ एक्स टेन्स टु थीटा यहाँ हालिदिउँ। यो त कन्स्टेन्ट टर्म हो, यो यत्तिकै बाहिर आयो साइन थीटा प्लस अब यो लिमिट यहाँ लगाइदिउँ लिमिट एक्स टेन्स टु थीटा भनेपछि यहाँ थीटा इन्टु त जस्ताको तस्तै होस् यो 2 कसलाई पनि अहिले केही नगरौँ थीटा प्लस एक्स बाई 2 इन्टु यहाँ हेर्नुहोस् है यहाँ थीटा माइनस एक्स यहाँ तल के छ एक्स माइनस थीटा भनेपछि यहाँ माइनस कमन लिदिउँ साइन माइनस एक्स माइनस थीटा बाई 2 यो माइनस के को कमन आयो भन्दाखेरि माइनस इन्टु माइनस माइनस एक्स माइनस माइनस प्लस यो एउटै हो कमन मात्रै लिएको मैले एक्स माइनस थीटा भनेपछि साइन थीटा प्लस लिमिट एक्स टेन्स टु थीटा थीटा इन्टु यो 2 यहाँ छ यो 2 चाहिँ तल जान्छ यहाँ एक्स माइनस थीटा बाई 2 कस थीटा प्लस एक्स बाई 2 इन्टु साइन यो माइनस चाहिँ यता आयो अगाडि आउँछ माइनस अनि एक्स माइनस थीटा बाई 2 अपन यहाँ के लेख्ने एक्स माइनस थीटा बाई 2 यो 2 कहाँबाट आयो हो यो माथि यो तल डिभाइडमा छ भने माथि मल्टिप्लाईमा जान्छ भनेपछि मल्टिप्लाईको डिभाइडमा आउने रहेछ। यो हामीले सानो क्लासमा पढेको कुरा हो। लिमिट एक्स टेन्स टु थीटा माइनस त जस्ताको तस्तै छ माइनस अनि थीटा इन्टु कस थीटा प्लस एक्स बाई 2 एक्सको ठाउँमा थीटा राखिदिउँ कस एक्सको ठाउँमा थीटा प्लस थीटा बाई 2 इन्टु यहाँ हेर्नुहोस् है लिमिट यो एक्स टेन्स टु थीटालाई मैले यता एक्स माइनस थीटा बाई 2 टेन्स टु 0 गर्नु पाएँ कि पाइनँ पाएँ। किन पाएँ भन्दाखेरि आखिर त यो त डिभाइड गर्दा दुईटै साइड 2 ले भाग गर्दा त यतापट्टि 0 आयो यतापट्टि एक्स माइनस थीटा बाई 2 भनेपछि हामीलाई के थाहा छ लिमिट एक्स थीटा साइन थीटा बाई थीटा थीटा टेन्स टु 0 हुँदाखेरि के हुन्छ 1 हुन्छ भनेपछि यो कति हुने भयो साइन एक्स माइनस थीटा बाई एक्स माइनस थीटा 1 हुने रहेछ। अब यता अर्को पेजमा गर्नेछु साइन थीटा माइनस अनि यहाँ के छ कस थीटा प्लस थीटा भनेको 2 थीटा थीटा इन्टु कस 2 थीटा बाई 2 आयो अनि इन्टु 1 कसरी आयो यहाँ
साइन एक्स माइनस थिटा अपन एक्स माइनस थिटा भनेपछि इज इक्वल टु साइन थिटा माइनस थिटा कस थिटा भयो। यो एन्सर हो। यसरी नै हामीले यसरी यसको टेन थिटाको पनि गर्न सक्छ। यो यहाँनिर हामीले थिटा साइन थिटाको ठाउँमा थिटा टेन थिटा गऱ्यौँ भने यहाँनिर टेन थिटाको सिमिलरली सबै हामी कम्प्लिट गर्न सक्छौँ। धन्यवाद।